सम्पूर्ण साथीहरू नमस्कार। आज यूट्यूब फेसबुक माध्यम से म भिडियो बनाइ गइरहेको छु। आज खुट्टा ल्याएर पहिला तातो पानी हाल्ने, थोड़ा पोल्ने राम्रोसँग पोलेर चाहिँ यसको टेस्ट निक्लिन्छ अलग। त्यसमा नङ्ग्रा काटिने, त्यसका नङ्ग्रा काटियो भनेपछि राम्रोसँग त्यसलाई साफ गरेर उसको बादमा हरियो खोर्सानी काटेर बारीक, प्याज काट्ने, 3टा टमाटर लिएर टमाटर बारीक काट्ने। टमाटर काटिँदैछ। अहिले कडाई राखेर 3बाट 4 पलिया तेल हालिन्छ। तेल राम्रोसँग गरम हुँदैछ। गरम भयो, जिरा हालियो। उसपछि प्याज हालिन्छ। प्याज हालिएपछि थोडा गरम हुँदैछ प्याज। चम्मच निकालियो, चम्मचले घुमायो, घुमाइ गइरहेको छु। मिर्ची पनि हालियो, धनिया पाउडर, हल्दी पाउडर, हल्दी पाउडर हालियो। मिर्ची पाउडर हालियो 2 चम्मच। स्वाद अनुसार नुन पनि हालियो। उसपछि चिकन मसाला 1 पोडी फ्राई भएपछि पानी हालियो। पानी हालिन्छ, फ्राई हुन्छ राम्रोसँग। रातो मसाला भइरहेछ। रातो खुट्टा हालेर पुरै राम्रोसँग चम्मचले घुमाइन्छ। घुमाएपछि घुम्दैछ, ठिक छ। राम्रोसँग राड्नुपर्छ, त्यसलाई तलीमाथि बनाउनुपर्छ। साथीहरू हेर्नु होला, खानामा एकदम टेस्टी हुन्छ। फेरि ढाकेपछि थालमा ढाकेपछि थालमाथिबाट पानी हालिन्छ थोडा। किनभने 1 लोटा पानी हालियो। 1 लोटा पानी धीरे धीरे हालिन्छ, एकदम तेज नहाल्ने। तेज हाल्यो भने थोडा गलत हुन्छ, टेस्ट बिग्रन्छ। हरियो धनिया हालेर टक्कै अब खानाको मजा आइन्छ। हरियो धनिया राम्रोसँग काटेर हालेको छ। खानामा लौ खाउँ सबै साथीभाइ बसेर खान, परिवार बसेर खानामा मजा आउँछ है। ल टक्कै, ठिक छ। वाह।